दर्शकबिन एलिना चौहानले भन्छन् गल्ती दुवैबाट भएको हो। यदि उहाँले मसँग माफी माग्नुहुन्छ भने म फेरि एक हुन पनि तयार छु भनेर एलिना चौहानले अहिले सामाजिक सञ्जालमा भनेकी छिन्। दर्शकबिन आउनुहोस् आजको भिडियोमा भने यसैबारे रहेर छोटो चर्चा गरौँ। कृपया भिडियोलाई भने अन्तिम समय हेरेर हामीलाई साथ दिन भने नछुटाउनुहोला। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई एक लाइक गर्दै साथैमा रहेको बेल आइकनलाई अलमा प्रेस गरेर हामीसँग जोडिन भने नछुटाउनुहोला। दर्शकबिन सामाजिक सञ्जालमा विभिन्न प्रकारका घटनाहरू घटिरहेका हुन्छन्। यस्तै पछिल्लो समयमा भने एलिना चौहान र विष्णु सापकोटाको घटनाले भने उग्रभन्दा उग्र रूप लिएको थियो र जुन कारण भने एलिना चौहान र विष्णु सापकोटाको डिभोर्स पनि भइसकेको थियो। डिभोर्स भएको करिब 1-1.5 महिना नबित्दै भने यता एलिना चौहानले भन्छन् एक्लै जीवन जिउन भने साह्रै नै गाह्रो हुन्छ। उहाँलाई पनि उस्तै भएको होला। यदि मलाई नै रोज्नु छैन भने अरू कसैलाई रोज्नुहुन्छ त्यसमा पनि म स्वीकृति छु, मैले स्वीकार गर्छु र गल्ती भने दुवैबाट भएकै हो। तर हतारमा हामीले डिभोर्स त गऱ्यौँ तर एक्लै जिउन भने धेरै गाह्रो हुन्छ भन्दै एलिना चौहानले भनिरहेकी छिन्। यता उनले एउटा इन्टरभ्यूमा भनिरहेकी छिन् यदि विष्णु सापकोटाले विवाह गर्नुहुन्छ भने उहाँको नराम्रो चिताउँदिन, उहाँलाई राम्रो होस्, उहाँले विवाह गर्न मन छ भने उहाँले विवाह गर्न सक्नुहुन्छ भनेर एलिना चौहानले अन्तर्वार्तामै जवाफ दिएकी छिन्। दर्शकबिन तपाईँलाई भने के कस्तो लाग्छ त? के साँच्चै यदि एलिना चौहानसँग विष्णु सापकोटाले माफी मागे यदि माफी मागे भने के साँच्चै यी जोडी भने पुनः एक हुन सक्छन् त? तपाईँलाई के कस्तो लाग्छ? कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनु होला।